यति बेला हामी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्राङ्गणमा छौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरू जसले चाहे नयाँ हुन् चाहे पुराना हुन् निर्वाचन आयोगमा दर्ता भएर प्रमाणपत्र पाइसकेका राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचनको विषयमा छलफल गर्नको लागि आज प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनु भएको छ। र अहिले तपाईँहरूले हेर्न सक्नुहुन्छ, अहिले दलका प्रतिनिधिहरू प्रधानमन्त्रीले बोलाएको छलफलमा भाग लिनको लागि अहिले लाइनमा बसिरहनु भएको छ, भित्र गइरहनु भएको छ। उहाँहरूको नाम र आइडी कार्डहरू सुरक्षाकर्मीहरूले चेक गरिरहनु भएको छ। र अहिले विशेष गरिकन मङ्गोल नेसनल अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष सन्तोष तामाङ हुनुहुन्छ, अहिले प्रधानमन्त्री कार्यालयमा मूल सचिव। मूल सचिव हजुर, ओके। सन्तोषजी, तपाईँलाई स्वागत गरेँ। धन्यवाद। प्रधानमन्त्रीज्यूले आज विभिन्न राजनीतिक दलका मतलब प्रतिनिधिहरूलाई चाहिँ यहाँ बोलाउनु भएको छ, तपाईँहरू पनि आउनु भएको छ। के चुनावी माहौलको लागि हो अथवा प्रधानमन्त्रीजीसँग भेट्नको लागि कतिको उत्साहित हुनुहुन्छ? प्रधानमन्त्री कार्यालयमा भेट भयो, के भन्नुहुन्छ? होइन, यो पक्कै पनि प्रधानमन्त्रीजीले अब आउँदै गरेको चुनावको लागि दलहरूको कतिको चासो छ, होइन, दलहरू कतिको उत्साहित छन् भन्ने विषयमा पनि एउटा सल्लाह सुझावको लागि बोलाउनु भएको भन्ने लाग्छ हामीलाई। होइन, हामी पनि पूर्ण रूपमा निर्वाचनमा केन्द्रित भएर लागिरहेका छौँ। होइन, अब निर्वाचन केन्द्रित भएकोले गर्दाखेरि प्रधानमन्त्रीजीबाट कस्तो खालको सल्लाह सुझावहरू आउँछ भन्ने कुरामा विशेष छलफल गर्नको लागि के बुझ्नको लागि यहाँ आएको बस्ने। जस्तो तामाङजी, आज सिमराको घटना कतिको जानकारी पाउनुभयो तपाईँले? त्यहाँ जेनजी युवाहरू र युवा सङ्घको बिचमा चाहिँ झडपको स्थिति भयो, हातपात पनि भयो। जेनजी युवाहरूले नेकपा एमालेका नेता महेश बस्नेत र शङ्कर पोखरेललाई चाहिँ त्यहाँ कार्यक्रममा आउनको लागि सिमरा एयरपोर्टमा ल्यान्ड हुनलाई जहाज दिएनन्। त्यहाँ एयरपोर्टको गेटहरू पनि तोडियो। अहिले सिमरामा कर्फ्यू लगाएको छ गृह प्रशासनले। अब यो खालको स्थितिमा चुनावमा च्यालेन्ज होला कि नहोला? सिमराको घटनालाई कसरी हेर्नु भएको छ? होइन, यो मुलुकमा चुनाव हुँदै गर्दाखेरि सुरक्षाको कुरा त कडी कुरा त आउँछै आउँछ। होइन, यो अहिले मात्रै होइन, पहिला सहज हुँदा पनि आउँथ्यो। तर अब यस्तो हुँदै गर्दा पनि मुलुकले, राज्यले सुरक्षाको नीतिलाई चाहिँ अब कडाइको साथले हेरेर, होइन, निर्वाचन त गराउनुपर्छ भन्ने कुरा नै हो। होइन, केही छुटपुट घटनाहरू त हुन्छन्, तर यसलाई सुरक्षाको निकायलाई मजबुत बनाएर, होइन, सुरक्षाको प्रत्याभूति दिलाएर गाउँमा जान सक्छन् त पुरानो दलहरू सक्नुपर्छ। यो वातावरण बनाउनुपर्छ राज्यले। सिमराले त धेरै खालको सन्देश दियो नि त, त्यही भएर। होइन, सन्देश त आउँछ, मैले भने अघि छिटपुट घटनाहरू आउँछन्, तर यसलाई सुरक्षा नीति कडा अपनाउनु पर्यो। होइन, मुलुकमा चुनावको विकल्प छैन, चुनाव बनाउनुपर्छ भन्ने कुरा नै हो। हस्, थ्याङ्क यू, धन्यवाद।